ठिक छ, अब यसमा सिधै प्रवेश गरौँ। हेर्नुहोस्, स्पेसएक्स वा स्टारलिङ्क पब्लिक लिस्टिङमा जाँदैछ भन्ने हल्लाले बजारमा जुन लेभलको पागलपन ल्याएको छ नि, त्यो साँच्चै नै अकल्पनीय छ। साधारण लगानीकर्ताहरूमा त यसको क्रेज झण्डै एउटा धार्मिक आस्था जस्तै भइसक्यो। तर एकछिन पछाडि हटेर सोचौँ त, यो चर्चाको पछाडि वास्तविक धरातल कस्तो छ? आजको यस विश्लेषणमा हामी यही हाइप र रियालिटीको चिरफार गर्दैछौँ। धेरैले यसलाई 1980को दशकको एप्पल, 90को दशकको अमेजन वा 2010को दशकको टेस्ला जस्तै ठानिरहेका छन्। उनीहरू भन्छन् यो त एक पुस्तामा एक पटक आउने सम्पत्ति निर्माणको मेसिन पो हो त। मानिसहरूलाई अब यो कम्पनी कति क्रान्तिकारी छ भनेर सोध्नै परेको छैन। उनीहरूको एउटै मात्र प्रश्न हुन्छ, मैले यसको शेयर पाएँ भने मेरो जिन्दगी कसरी बदलिएला? तर यहाँनिर एउटा सानो रियालिटी चेक, अहिलेसम्म स्पेसएक्स प्राइभेट कम्पनी नै छ र यसको आइपिओ कहिले आउँछ भन्ने कुनै अफिसियल मिति तय भएको छैन। यो कुरा हामीले बिर्सिनु हुँदैन। अब आज हामी के कुरा कभर गर्दैछौँ त? पहिलो, न्यारेटिभ प्रिमियम। दोस्रो, एउटा विशाल आइपिओका आधारभूत तत्त्वहरू। तेस्रो, आइपिओका 3 चरणहरू। चौथो, शेयर बाँडफाँडको मनोविज्ञान। र अन्त्यमा जोखिम र सम्पत्ति निर्माण। सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, न्यारेटिभ प्रिमियम। यहाँनिर सबैभन्दा इन्ट्रेस्टिङ कुरा के छ भने नि, परम्परागत एरोस्पेस कम्पनीहरूले एउटा प्रोडक्ट बेच्छन्, जस्तै रकेट वा स्याटेलाइट। तर स्पेसएक्सले त सिधै भविष्य बेच्छ। अरू कम्पनीहरू कसरी राम्रो मसिन बनाउने भनेर सोचिरहँदा स्पेसएक्स मानव सभ्यतालाई नै मङ्गल ग्रहमा पुर्याउने र विश्वव्यापी इन्टरनेटको जालो बिछाउने कुरा गरिरहेको छ। यसले गर्दा लगानीकर्ताहरूको सोच्ने तरिका नै पुरै चेन्ज हुन्छ। यो अब एउटा सामान्य बिजनेस मात्र रहेन, यो त मानव जातिकै भविष्यसँग जोडिन पुग्यो। र ठ्याक्कै यहीँबाट जन्मन्छ न्यारेटिभ प्रिमियम भन्ने कन्सेप्ट। यसको मतलब के हो भने, कुनै कम्पनीले पुरै मानव सभ्यतालाई नै नयाँ दिशा दिन सक्छ भन्ने लागेपछि लगानीकर्ताहरू त्यसको जति पनि मूल्य चुकाउन तयार हुन्छन्। हामीले यो कुरा टेस्ला, एमेजन वा भर्खरै एनभिडियाको केसमा पनि प्रष्ट देखेका हौं। अनि लजिकली सोच्ने हो भने स्पेसएक्ससँग त त्योभन्दा पनि धेरै पावरफुल भविष्यमुखी न्यारेटिभ छ, हैन त? अब जाउँ दोस्रो खण्डमा, विशाल आइपिओका आधारभूत तत्त्वहरू। स्पेसएक्स अब धेरै पैसा जलाउने कुनै भर्खरको स्टार्टअप मात्र होइन है, यो त एउटा गम्भीर पैसा छाप्ने मसिन बनिसक्यो। यसको मुख्य 2वटा आम्दानीका स्रोतहरू छन्। एउटा हो लन्च बिजनेस, जहाँ नासा, अमेरिकी सेना र ठूला टेलिकम कम्पनीहरूले आफ्नो स्याटेलाइट पठाउन अर्बौं डलर बुझाउँछन्। अनि अर्को स्टारलिङ्क। विश्लेषकहरू त के भन्छन् भने यो स्टारलिङ्क नै वास्तवमा स्पेसएक्सको सुनको खानी बन्न सक्छ। यसले अहिले नै विश्वभरका लाखौं प्रयोगकर्ताहरूलाई इन्टरनेट दिइरहेको छ र भविष्यमा यो एक्लै 100औं अर्ब डलरको कम्पनी बन्न सक्ने अनुमान छ। अब यो तुलना हेर्नुहोस्, स्पेसएक्स किन अरूभन्दा यति धेरै अगाडि छ भन्ने कुरा एकदमै क्लियर हुन्छ। बोइङ वा लकहिड मार्टिन जस्ता परम्परागत कम्पनीहरू निकै सुस्त गतिमा चल्छन्। तर स्पेसएक्स, यसले त एउटा सफ्टवेयर कम्पनीले जसरी काम गर्छ। रकेटलाई पटक पटक रियुज गर्न मिल्ने प्रविधिले लन्चको कस्ट यति धेरै घटाइदिएको छ कि अरू कम्पनीहरू तिनछक परेका छन्। यो स्पिड, कम लागत र ठूलो स्केलको कम्बिनेसनले नै स्पेसएक्सलाई कमर्सियल अन्तरिक्ष पूर्वाधारमा अनडिस्प्युटेड लिडर बनाएको छ। तर यहाँनिर इलन मस्क इफेक्टलाई पनि हामीले इग्नोर गर्नै मिल्दैन। यो एउटा यस्तो शक्ति हो जसले मिडियामा आगो लगाइदिन्छ र सानादेखि ठूला सबै लगानीकर्ताहरूमा ओहो मैले त चान्स मिस पो गर्ने भएँ कि भन्ने डर अर्थात् फोमो पैदा गर्छ। मस्कको नाम जोडिएपछि बजारले लजिक भन्दा पनि इमोसनमा बढी रियाक्ट गर्छ। यसले सुरुका दिनहरूमा शेयरको मूल्यलाई आक्रामक रूपमा माथि त लैजान्छ, तर सँगसँगै एकदमै डराउँदो र खतरनाक भोलाटिलिटी पनि निम्त्याउँछ। यही भोलाटिलिटीको कुरा गर्दा अब हाम्रो तेस्रो खण्डमा जाउँ, आइपिओका 3 चरणहरू। विश्लेषकहरूका अनुसार कुनै पनि बहुप्रतीक्षित आइपिओ मुख्य रूपमा यी 3 चरणबाट गुज्रिन्छ। पहिलो, आइपिओको उन्माद वा फ्रेन्जी, जहाँ मिडिया र सामाजिक सञ्जालमा मानिसहरू 10 गुणा नाफाको हावामहल बनाउँछन् र भावनाको शिखरमा पुग्छन्। दोस्रो, अस्थिरताको धक्का वा भोलाटिलिटी शक, जहाँ रियालिटीले कडा झापड हान्छ। र तेस्रो, संस्थागत नियन्त्रण, जहाँ कम्पनीको वास्तविक व्यापारिक जगले शेयरको भाव डिसाइड गर्न थाल्छ। यो भनेको हल्लादेखि रियालिटीसम्मको एउटा क्रमिक यात्रा हो। यो दोस्रो चरण नि, यो अस्थिरताको धक्का एकदमै निर्दयी हुन्छ।
स्नोफ्लेक, रिभियन वा एयरबिएनबी जस्ता कम्पनीहरूको इतिहास हेर्ने हो भने पहिलो दिनमै शेयर 40 देखि 100% पम्प हुन सक्छ। तर दोस्रो हप्तातिर पुग्दा प्रारम्भिक लगानीकर्ताहरूले धमाधम प्रफिट बुक गर्न थाल्छन्। अनि के हुन्छ? पहिलो महिनामै शेयरको भाउ 20 देखि 50% क्रास हुन पुग्छ। यही बेला हो नयाँ लगानीकर्ताहरू फसेको महसुस गरेर आत्तिने। तर इन्ट्रेस्टिङ कुरा के छ भने कहिलेकाहीँ यही गिरावट नै किन्ने सबैभन्दा राम्रो अवसर पनि बन्न सक्छ। अन्ततः बजार तेस्रो चरणमा प्रवेश गर्छ। अब यहाँ कुनै हल्ला वा इमोसन चल्दैन, यहाँ चल्छ त केवल तथ्याङ्क। यो चरणमा शेयरको मूल्यलाई कम्पनीको आम्दानी, नगद प्रवाह, वृद्धि दर र मार्जिन जस्ता एकदमै सलिड फन्डामेन्टल कुराहरूले ड्राइभ गर्छ। याद राख्नुहोला, वास्तविक र लामो अवधिको सम्पत्ति सुरुको 3 दिनमा बन्दैन, त्यो त यही चरणमा आएर 5 देखि 15 वर्षको अवधिमा बल्ल निर्माण हुन्छ। अब कुरा गरौँ चौथो खण्डको, शेयर बाँडफाँड अर्थात् अलटमेन्टको मनोविज्ञान। मानौ कसैलाई यस्तो ऐतिहासिक आइपिओ पर्यो, त्यो बेला शरीरमा जुन लेभलको एड्रिनालिन दौडिन्छ नि, मान्छेहरू राम्ररी निदाउनै सक्दैनन्। बारम्बार मूल्य चेक गर्छन् र रातारात करोडपति बनेको सपना देख्न थाल्छन्। तर सबैभन्दा ठूलो खतरा नै यहीँनेर लुकेको हुन्छ। यो आइपिओको लोभले लगानीको आधारभूत अनुशासनलाई नै खाइदिन्छ। मानिसहरू लजिकली सोच्ने छोड्छन् र नाफा बुक गर्ने मान्दैनन्। तर एउटा कुरा के नभुल्नुस् भने कम्पनी जतिसुकै दामी किन नहोस्, बजारले इमोसनल अट्याचमेन्टलाई सधैँ नराम्रोसँग सजाइदिन्छ। त्यसैले स्पष्ट रणनीति हुनैपर्छ। यहाँ मुख्य गरी 2 थरी एप्रोच देखिन्छन्। पहिलो, लिस्टिङ गेन खोज्नेहरू। उनीहरू केही दिनमै नाफा गोजीमा हाल्छन् र बाहिरिन्छन्। यसले पुँजी त सुरक्षित गर्छ, तर भविष्यको विशाल नाफा गुम्ने जोखिम रहन्छ। दोस्रो, लङ टर्म होल्डरहरू, जसले 5 देखि 10 वर्ष कुरेर बस्छन्, तर त्यसका लागि उनीहरूले ठूल्ठूला मार्केट क्रास र चरम अस्थिरता सहेर बस्नुपर्ने हुन्छ। धेरै अनुभवी पेशावरहरूले के गर्छन् भने यी दुवैको ब्यालेन्स मिलाउँछन्। उनीहरू 20-40% शेयर बेचेर नाफा सुरक्षित गरिहाल्छन् र बाँकीलाई लामो समयको लागि छोडिदिन्छन्। यसो गर्दा भावनात्मक दबाव एकदमै कम हुन्छ। र अब हाम्रो अन्तिम तथा 5औं खण्ड, जोखिम र सम्पत्ति निर्माण। कम्पनी सुन्नमा जति नै जादुमै लागे पनि यदि यसको भ्यालुएसन सुरुमै धेरै महँगो भयो भने लगानीकर्ताको हातमा केही पनि नपर्न सक्छ। त्यसैले यी 4वटा प्रमुख जोखिमहरू हामीले बिर्सिनै हुँदैन। पहिलो, अति मूल्याङ्कन, जसले रिटर्न आउन वर्षौं लगाइदिन सक्छ। दोस्रो, नियामक दबाव, किनकि अन्तरिक्ष व्यवसाय पूर्ण रूपमा सरकारी स्वीकृतिमा भर पर्छ। तेस्रो, इलोन मस्कमाथिको निर्भरता, कम्पनीको पहिचान उहाँसँग यति धेरै जोडिएको छ कि यसले एक व्यक्तिमा निर्भर हुने ठूलो जोखिम सिर्जना गर्छ। र चौथो, कडा प्रतिस्पर्धा। अहिले विश्वभरका सरकार र प्राइभेट कम्पनीहरूले स्पेस टेक्नोलोजीमा आक्रामक रूपमा लगानी गरिरहेका छन्। त्यसो भए के स्पेसएक्सले लगानीकर्ताहरूलाई साँच्चै नै धनी बनाउला त? इमानदार जवाफ हो, सम्भवतः बनाउला, तर रातारात जादु भने पक्कै हुने छैन। विगतमा एमाजोन वा एप्पलबाट ऐतिहासिक रूपमा सम्पत्ति कमाउनेहरू तिनै हुन् जसले धैर्यता राखे, मुटु दहरो बनाए र डरलाग्दा क्रासहरूमा पनि शेयर फालेनन्। टेस्लाकै कुरा गर्नुस् न, यसको शेयर कतिपटक 50% भन्दा धेरैले क्रास भएको छ। धेरैजसो साधारण लगानीकर्ताहरूले यस्तो अप डाउन इमोसनली थाम्नै सक्दैनन्। एउटा उत्कृष्ट कम्पनी हुनु र जस्तोसुकै मूल्यमा पनि त्यो एउटा उत्कृष्ट शेयर हुनु, यी दुई नितान्त फरक कुरा हुन्। र यसले हामीलाई आजको सबैभन्दा महत्त्वपूर्ण निष्कर्षमा ल्याइपुर्याउँछ। आइपिओबाट बन्ने ठूलो सम्पत्ति कहिले पनि लिस्टिङ भएको पहिलो दिनमा बन्दैन। यो त ती लगानीकर्ताहरूको पोल्टामा पर्छ जसले बजारको कोलाहलमा पनि आफ्नो तार्किक सोच घुमाउँदैनन्। स्पेसएक्सको आइपिओ आफैमा जतिसुकै क्रान्तिकारी किन नहोस्, यसले सम्पत्ति निर्माण गर्छ वा गर्दैन भन्ने कुरा स्पेसएक्समा भन्दा बढी हाम्रै आफ्नै धैर्यता र अनुशासनमा भर पर्छ। किनभने नि शेयर बजारमा सबैभन्दा गाह्रो लडाई त्यो भोलाटिलिटी वा उतार चढावसँग होइन, हाम्रै आफ्नै मानवीय भावना र लोभसँग हुन्छ। के हामी त्यो लडाई जित्न तयार छौं त? यो एउटा यस्तो प्रश्न हो जसको जवाफ हरेक लगानीकर्ताले आफैभित्र खोज्न जरुरी छ।